हेलो 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 गाइज, वेलकम दर्शन अनि नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि हजुरहरू सबैजनालाई मेरो सुरुवात वा स्टार्टिङ ड्रिम प्रोजेक्ट पुण्ड कल्टेज फार्ममा हजुरहरू सबैजनालाई स्वागतम। अनि यो भिडियोमा चाहिँ मैले कुखुराको लागि तपाईहरुलाई थाहा छ होला, मेरो पहिलाको भिडियोमा 3वटा कुखुरा मात्र छ मसँग। फेरि अहिले त्यो कुखुराको लागि सानो फ्री रेन्ज एरिया जस्तो बनाउने अथवा मेरो सानो खेत पनि छ, त्यसमा भेजिटेबलहरू रोपेको छु। कसरी रोपेको छु तपाईहरुलाई देखाउने प्रयास गरेको छु यो भिडियोमा। हेर्दै जाउँ है त साथीहरु। यो चाहिँ मैले यो यसरी बनाएको छु, यो जाडीहरुले पुरै ढाकेको छु बनाएको छु। लगभग लाग्यो नि 8-9 हजार लाग्यो यसमा नि। यही हो मेरो कुखुरा। अहिले यति मात्र छ, अहिले छैन यार, यति मात्र छ। यही हो भाले पोथी, यही मात्र छन् अहिले। उयो खैरोले जन्माएको चल्लाहरू त्यो यिनीहरू, यो खैरीले जन्माएको। अहिले कुखुरा पनि अब यतिले त हुँदैन, थप्नुपर्छ। अब यसो खोरसोर सफा गर्दै यो चाहिँ म पर हो अरूको फार्ममा कुखुरा लिन गएको कि म। कुखुरा लिएर आइयो, 16वटा जति लिएर आएको थिएँ मैले कुखुरा। यसरी लिएर आएको छु कुखुरा पनि। फाइनली गाइज आइसकेको छ, ल हेर्न सक्नुहुन्छ। अरूहरूले चेन गाडी के देखाउँछन्, के अरे सरप्राइज देखाउँछन्, गिफ्ट देखाउँछन्। मेरो हेर्नुहोस् सरप्राइज। अनि गाइज हजुरहरूलाई मेरो भिडियो क्वालिटी नराम्रो त लाग्ला, तर रियल लाइफमा अथवा भिडियो सोशल मिडियाहरूमा चाहिँ मैले एकदम ट्राई गरिरहेको छु, मेहनत गरिरहेको छु। हजुरहरूले पनि यो भिडियो अथवा मेरो भिडियोलाई लाइक सेयर गरी अथवा मेरो च्यानललाई ड्याङ सब्सक्राइब गरी हाम्रो पुण्ड कल्टेज फार्मको धेरैभन्दा धेरै पावर देखाइदिनु होला भन्ने आशा पनि राख्छु। मेहनत त मैले अब आफ्नो तरिकाले गरिरहेको छु, तपाईहरुले पनि देख्न सक्नुहुन्छ। पहिला 3टा थियो मेरो पहिला, अहिले चाहिँ थपेर एटलिस्ट 24-25 वटा भएको छ। यसरी मलसल पनि बोकियो, मलसल बोकेर खेतमा छरेर, खेत ठुलो ट्र्याक्टरले जोतेर, फेरि सानो ट्र्याक्टरले जोतेर ड्याङस्याङ बनाएर कसैमा चाहिँ आलु रोप्यौँ, कसैमा फापर रोप्यौँ, कसैमा फेरि साग, यसमा चाइनिज साग, बन्दा, यसमा चाहिँ आलुहरू रोपेछौँ, यसमा फापर, यसरी रोपेको छु। अब पछि हरियाली हुन्छ है। पहिला तपाईहरुले देख्न सक्नुहुन्थ्यो यो गस्थ्यो खाली सुक्खा। मेरो फार्म पनि भर्यो। पछि अरू भिडियोहरूमा तपाईहरुलाई अझ के थप्छु अथवा मेरो न्यू प्लानहरू के हुन्छ हजुरहरूसँग सेयर गर्ने नै छु। भिडियो क्वालिटी त यस्तै होला, आई होप तपाईहरुले बुझ्नुहुन्छ भन्ने। ल साथीहरू, यति भन्दै आजको एपिसोड यति नै बन्द। सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। बाइ बाइ, टेक केयर।